हेलो गाइज वेलकम ब्याक। सबैले स्वागत छ मेरो युट्युब च्यानलमा। सो आजको भिडियोमा तपाईहरुले थम्बनेल हेरेर नै देख्नु पायो होला म कुन टपिकमा कुरा गर्नेवाला छु। यदि भिडियोमा नयाँ हुनुहुन्छ भने भिडियोलाई प्लिज सब्स्क्राइब गरेर बेल आइकनमा अलमा प्रेस गर्नु होला। बाकी अगाडि भिडियोमा जान्छु सिधै गुगलमा आउनु हैन। एक्जाम फर्मको लागि फर्म खोलिसकेको छ है। यो अब 3-4 दिन मात्र बाँकी छ। त्यही भएको कारणले गर्दाखेरि चाहिँ छिटो भन्दा छिटो तपाईहरुले चाहिँ एक्जामको फर्म भरिहाल्नु है। पछि डबल पैसा तिर्नु पर्ने हुन्छ है। अब यो हाम्रो सुदूरपश्चिम विश्वविद्यालयबाट भएको हुनाले गर्दाखेरि चाहिँ www.fu.exameducationnp मा म जान्छु है। यता म जान्छु। सो म यसमा क्लिक गर्छु। यो चाहिँ सेकेन्ड सेमिस्टरको फर्म खोलेको छ है। सेकेन्ड र कति फोर्थको होला है। यो चाहिँ म सेकेन्डमा गएँ। अनि यो तपाईहरुले फर्स्ट सेमिस्टरमा नै क्लिक गर्नु भएको होला, मतलब सेभ गर्नु भएको होला। रेजिस्ट्रेसन नम्बर हानेर अनि न्यू पासवर्ड पनि राख्नु भएको होला। त्यहीबाट चाहिँ यो त्यही प्रक्रियालाई अपनाउने हो। तपाईले लगइन गर्ने हो। सो पहिला तपाईले फर्स्ट सेमिस्टरमा के राख्नु भएको थियो, यता रेजिस्ट्रेसन नम्बर हाल्ने अनि त्यसपछि पासवर्ड हाल्ने है। म यता हाल्छु। अलरेडी मेरो सेभ नि भएको छ है। ओके, यता मेरो खुलिरहेछ। वेट गर्नुस् एकैछिन है गाइस, खुलिरहेछ। ओके, यहाँ मेरो खुलिसक्यो है। मेरो पर्सनल डिटेलहरु भयो, देखाउन मिल्दैन। अनि म जान्छु यता एक्जाम फर्ममा क्लिक गर्छु है। तपाईहरु पनि जानु होला। अनि तपाईहरुले चाहिँ यो फर्म खुलाउनको लागि पहिला 800 रुपैयाँ चाहिँ पे गर्नुपर्ने हुन्छ है। अब हाम्रो विश्वविद्यालयबाट चाहिँ 800 रुपैयाँ पे गरेर तपाईहरुले चाहिँ आफ्नो फर्म भर्न सक्नुहुन्छ। मैले यहाँ अलरेडी 800 पे गरिसकेको छु। सो तपाईहरुले पनि पहिला पे गर्ने हैन। खल्ती एपबाट हुन्छ कि ई सेवाबाट, जुन एपबाट पनि गर्दा हुन्छ। तपाईले पेमा क्लिक गर्नु होला। त्यसपछि तपाईले ई सेवाबाट भनौं न कुनै अर्को एपबाट पनि पे गर्न सक्नुहुन्छ। मैले अलरेडी यहाँ पे गरिसकेको छु है। मैले पे गरिसकेको छु। म यता जान्छु। म तपाईलाई देखाउँछु एडिट माई एप्लिकेसन। मेरो अलरेडी भइसकेको छ। यदि कुनै त्रुटि भएपछि चाहिँ म एडिट गर्न सक्छु। अनि मेरो बीएडमा सेकेन्ड सेमिस्टरमा तपाईहरुले हेर्न सक्नुहुन्छ स्टडी इंग्लिशमा हैन। सब्जेक्ट कोड पनि छ एन वाला। यदि अब तपाईहरु एक्जाम दिइरहनु भएको छ भनेपछि हैन, थर्ड सेमिस्टरमा हुनुहुन्छ है र सेकेन्डको यी जो माथिका सब्जेक्टहरु छन् हैन, अनिवार्य नेपाली है, यसमा एन छैन। यो चाहिँ सब्जेक्ट लाग्योहरुको लागि मात्रै हो है। न्यू स्टुडेन्टहरुको लागि होइन जो सेकेन्डमा भर्खरै दिइरहनु भएको छ। अब मतलब भनौं न कि अब आउने रुटिनमा चाहिँ फाइनली हामीहरु दिने नै छौं। सो तपाईहरुले यी सबै सब्जेक्टमा चाहिँ क्लिक गर्ने है। बीएड तपाई यदि नेपाली फ्याकल्टीबाट हुनुहुन्छ भनेपछि मात्रै, बाँकी सबै सब्जेक्टहरु यता छ हैन, अरु फ्याकल्टीको हैन। त्यसपछि तपाईले के छैन, यसमा सिम्पली सबमिट गर्नु होला है। सबमिट गरेपछि तपाईको चाहिँ यो जान्छ। फेरि त्यसपछि अब कति दिनपछि यो एक्जाम फर्म मतलब भनौं न कि त्यो खुल्छ हैन। कुन सब्जेक्ट कति कहिले हुने हैन, टाइम सबै दिएको हुन्छ। सो गाइज आजको लागि यति नै। अब मिल्छौं अर्को भिडियोमा। भिडियोलाई राम्रो लागेमा लाइक सब्स्क्राइब गरेर बेल आइकनमा अलमा प्रेस गर्नु होला। किन भन्दाखेरि चाहिँ यस्तै इन्फर्मेसन एजुकेसन भिडियो तपाईहरु सामु चाहिँ म लिने नै छु। यति भन्दै आजको लागि थ्यांक यू।